साथीहरु नमस्ते सबैजना सन्चै आराम हुनुहुन्छ साथीहरु अनि म पनि सन्चै छु अनि आज हजुरसम्म मैले मुकबाङ भिडियो लिएर आएको छु। हेर्नुस् मसँग के छ भन्दा सबभन्दा पहिला रोटी हेर्नुस् त एम्मी मही है, यो चाहिँ दहीलाई फिटेर मही गराएको अनि यहाँसँग मसँग चिसो पानी छ अनि करेन्ट चाउचाउ अनि मोमो कतिवटा मोमो छ 9-10 मोमो छ। बिग मोमो है साथीहरु, अलि ठुल्ठुला छ अनि त्यसमा एक पनि अन्डा छ है। अनि यहाँ मसँग छ चटनी अनि लास्टमा यहाँ काँक्रा र मुलाको लाम्चो गरेर काटेको सलाद है। अनि धेरै दिनपछि आज भिडियो बनाउन लागेको साथीहरु, हेरेर भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। अनि अब चाहिँ ढिलो नगरिकन खाऊ है त। भन्दा पहिला करेन्ट चाउचाउ है, चिसो भइसकेछ। पिरो हो हेर्नुस् त कस्तो राम्रो पिज्जाको माथि मिठो छ। मेरो नानीहरूले यस्तै रुचाउँछन्, त्यही भएर मैले दही लिएर मही गराएर खान्छौँ है। अनि अब पालो मोमोको। धन्ना सल्जेको चिसो भइसक्नु लागेको रहेछ साथीहरु। धेरै दिनपछि म भिडियो गराउँदैछु साथीहरु। भिडियो चाहिँ नकाटेर हेर्दिनु है। हेर्नुस् त कति ठुलो है मोमो। अघि बिहान गराएको नानीहरूलाई नास्ता, त्यसपछि मैले गराएर। मिठो हो, हातैले खाए। मोमो ठुलो भयो।
आज चाहिँ म एक्लै, नानीहरू पनि स्कुल गएका छन्, आमा बाहिर जानुभएको छ, त्यही भएर म एक्लै छु। हजुर पनि यस्तो घरमा दहीलाई मजाले फिटेर पातलो बनाएर हल्का चिनी हालेर मही बनाएर खानुस्, एकदम शीतलो पनि हुन्छ, मिठो पनि हुन्छ। मोमो चाहिँ अलिक ठुल्ठुलो भएको छ कि, त्यही भएर खान गाह्रो भएको छ। चिसो भइसकेर साह्रो साह्रो भएको छ। अनि साथीहरू भिडियो के कस्तो लाग्छ कमेन्ट बक्समा लेखिदिनुहोस् ल। राम्रो नराम्रो सुझाव सल्लाहहरू दिनु होला है, हामीले खासै बनाउनु जान्दैनौँ। तेल
साथीहरु। घरमै बनाएको साथीहरु त्यो खासै राम्रो भएको छैन कि मोमोहरु बनाउनै जान्दैन हो राम्रोसँग। Ayo. Apa? यत्रो खाए एक्लै। ओके यो चाहिँ साथीहरु मेरो बिहानको खाना है। मैले आज केक पनि खाएको छैन। लगभग 12 बज्यो हैन, 12 बज्यो। अनि ठ्याक्कै बिहान बाख्रा-साख्राहरु थुनेर बच्चाहरुलाई बिहान एक थान बच्चाहरुलाई बनाइदिए। अनि त्यसपछि बच्चाहरुलाई पठाइदिएर स्कुल पठाएपछि फेरि मैले बनाएर बल्ल खाएको साथीहरु। यो चाहिँ बच्चा यो चाहिँ नखाम्रो नानीहरुले खान्छन्। खासै पेट पनि डुम्मा भयो। साथीहरु भिडियो के कस्तो लाग्छ हेरेर राम्रो नराम्रो कमेन्ट गरिदिनु होला। हजुरको कमेन्ट अनुसार अनि हामीले पनि भिडियो बनाउन सजिलो हुन्छ साथीहरु। त्यस्तो खासै केही नयाँ केही पनि हुँदैन है। त्यही भएर अब यही घरैभित्र बस्यो, पकायो, खायो, केटाकेटी गर्यो। त्यो बाहेक अरु खासै केही पनि हुन्न। अहिले बामा पारेर गएको हुनाले बाख्रा हेर यता गर खासै भ्याएको पनि छैन, बिजी हुन्छु। अनि त्यही भएर साथीहरु भिडियो आएको छैन। प्लिज हजुरहरुलाई भिडियो के कस्तो लाग्छ मन परे लाइक गरिदिनु है। अनि आजलाई चाहिँ यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर आजलाई चाहिँ यति नै। टाटा बाइ बाइ।